Hello and namaste to everyone. So, boy Ashish, welcome back to my another YouTube video and YouTube blog. So today is Wednesday and a sunny day. Oh my god! And खतरा सन लागिरहेछ कि आज चाहिँ गर्मी चाहिँ त्यस्तो भएन. So आज चाहिँ म जाँदैछु फेरि पोखरा ब्याक टु पोखरा. जहिले हो कामै त्यही हो मेरो. पोखरा जाने हो नि. हिजो नि दिदीहरू गाउँ जानुभएको थियो कि गाउँ जाने हुनुभएको थियो. टिकट काट्न गएको तर भ्लग चाहिँ बनाएन. भागम भएको थियो हिजो नि. जहिले पोखरा भागेको छु आजभोलि चाहिँ म त्यही हो. अनि आज चाहिँ गिटार लिन जान लागेको थियो. अस्ति चर्चको सर्भिसिङ गर्नु लाग्यो. अनि मेन कुरा चाहिँ मेरो दिदीको एक्सिडेन्ट भएको छ. दिदीलाई भेट्न जान लाग्यो. सो कस्तो हो दिदीलाई अलि हिजो भर्खर थाहा भएको. एक्सिडेन्ट भएको त 2-3 दिन अगाडि भइसक्यो रहेछ. हिजो भर्खर थाहा भएको. सो दिदीलाई पनि भेट्न जान्छु म. त्यही हो. अमन नि जान्छ. सो सी यु गाइस. अमन सरको घरमा नि आइसक्यो हामी टक्क. सो हिमाल देख्न सक्नुहुन्छ. तर मलाई यार पोखरा इज भेरी पोल्युटेड जस्तो लाग्नु लागिहाल्छ. हेलो आन्टी नमस्ते. आज पोखरातिरकै हो. अस्ति गिटार बनाउँदै थियो त्यो लिन जाने. अनि दिदीको एक्सिडेन्ट भयो रहेछ. दिदीको अनि दिदीलाई पनि भेट्न जानु पर्यो कि. त्यस्तो खतरा एक्सिडेन्ट भएको त होइन अरे तर ज्यान एकदमै दुख्यो अरे. अमलले कुदाउँछ. अमलले खतरा कुदाउँछ आन्टी. अमललाई सम्झाउनु थियो. अमललाई या विली हाल्नमा जस्तो गर्छ यो चोर. हेलो व्हाट्सअप आशिष दोस्त गएको थिएनन्. म कोसँग जान्छु नि. ओ हजुर हजुर. आन्टी गयो भाइ. हुन्छ आन्टी. आशिष भोसडाको गिटार लिन्छ. चर्चमा होइन यार चर्चको गिटार हो नि त. म त गरिब छु. अति नै गरिब आशिष फेरि भोसडा. फुल ट्याङ्की भएपछि पेट्रोल हाल्नुपर्छ त. अनि अलवेज फुल ट्याङ्की हो. सुरुमा स्कुटर लिएर हिँड्थ्यो. तेल खर्च भन्ने. अहिले बाइक डेली बाइक. स्कुटर हो बाइक. भ्लगमा चाहिँ धेरै देखाउँदैन नि. कहाँ हो त नि यता कहाँ हो त नि यता. तक्लिएर म चाहिँ अब यहाँबाट निस्किसक्यो. तक्लियाले अलिअलि पैसा पार्सल गरेर गिटारको लागि दिने. त्यसपछि अब अझै नपुग्ला जस्तो भएर अब एटिएमबाट निकाल्न पऱ्यो अरे. गिटारलाई दिँदैन. डेढ छ बल्छिन बनाऊ. बल्छिनसँग डेढ छ आज अब तक्लियाको गिटार आउँछ. तक्लियाले कन्सर्ट हुन्छ. कस्तो पानी हालेको नि धान रोप्ने जस्तो गर्दा
ब्याक टु हाइवे जसको बाइक चाहिँ बन्द भएको भयो पेट्रोल सकिएर अब पेट्रोल हाल्दैन बल्ल दुई ठाउँमा रोकिसक्यो पेट्रोल सकेर अब हालेर चल्लो सक्यो भन्दाखेरि 2 लिटर चाहिँ छ फेरि अझै 2 लिटर भन्दा छोरी आछि चाहिँ यो बाइकले अलिक नटेर्दो रहेछ कि दोस्रो सुरुमै बानी बिगारे के जहिले फुल ट्याङ्की हालेर हिँड्ने अनि 2 लिटर भन्दा तल घटेपछि त सो या हामी यहाँ पेट्रोल पम्पमा आइसक्यो त्यसले हाल्छ ट्याङ्गे 1000 को पेट्रोल अब घटट्टै पिउँछ बाबुलाई स्याउ खान मन लाग्यो अरे स्याउ किन्न यो माया भोसडेको ठाउँमा उल्टो ठाउँमा लिएर आएर रहेछ 2 किलोमिटर माथि नै यहाँ चोरले 2 किलोमिटर तल लिएर आए राइडर चाहिँ यस्तो हो अनि यो राइडर सुवास यो तक्लिया काम छैन यहाँबाट अब 2-3 किलोमिटर माथि जानु पर्यो अझै काजी पोखरी एयरपोर्ट आशिषको दिदीलाई भिडेर फर्किसक्यो अब सिधै किताब सक्यो यो माया भोसडाको अब किताब छिटा लिन्छ दिदीलाई चाहिँ अब त्यस्तो साह्रै त केही नभरेछ स्कुटर चाहिँ त्यस्तै भरेछ है स्कुटर चाहिँ अब कताको वर्कसपमा छोड्नु भएको छ नि खर्च त मिक्सै आएछ है Lo, गिटार सबमा आइसकेको छ केटाले गिटार ट्राई एन्ड ल सर्भिसिङ यस ल गीत हान्दै एउटा
बजा है फेरि नेता दिएर बज्छ अलि मजाले थिएन ल गीता नै लिएर आयो 4000 लायो यार फेरि एउटा नयाँ खर्च आएछ कि त्यो थ्रेडको त्यो के गयो भनेर फेरि बनाइदियो रहेछ 4000 रे देखेको यस्तै छ ल दादाको बाइक यहाँ छ अब फर्किने अब ल दोस्त हिरोको फेरि चस्मै कडक छ ल ल दादा आउनु भने क्या कहाँ देखाउँछ नि दादाहरू चाहिँ धुलो पिठो सबै खाएर ए ओए ए धुलो खाएर यहाँ गीता छोड्न आएको कि अब बजेरै छैन जस्तो अब गरे अब यो मतलब टेन्सन ए छै कि अब त्यो चाबी लगाएको बजेर चाहिँ नहुँदो रहेछ गीता चाहिँ यहीँ छोडेर जान्छ म अब मेरो गीता नि छन त चर्चमै छ कि लिएर जानुपर्ने थियो तर छोडिदिउँ यहाँ यही बस्छ अब यो अनि शनिबारसँग मेरो गीता नि यही बस्छ होला केलाई भनेको यसको खतरा भिडियो बनाइदिएछ मैले किन्न आउँदैनस् डेन्जर धुलो भयो गाडीहरूले यार यो गोगल चाहिँ काम नहुँदो रहेछ यसको पनि धेरै धुलो बस्दो रहेछ धुलो नबस्ने त्यसो हावा छेक्ने रहेछ धुलो त अलिअलि पस्दो रहेछ कि आमा कस्तो धुलो खायो यार थ्याट मिठो नि मिठो थ्याट त्यही हो सो अब फुटबलहरू जाने अब त्यहाँ फाइनल आज फाइनल छ अरे खेल्न पाएको रमाइलो हुन्छ है फाइनल अरू केही म्याच हेर्नु के जाने तर हेर्न पनि मजा आउँछ कि गाली दिन मजा आउँछ नि त अडियन्सको कामै त्यही हो छ्या कस्तो मिसाइने क्या भन्ने त्यही हो मिठो जे आजको दिनमा चाहिँ के खुसी लाग्यो भन्दाखेरि दिदीको एक्सिडेन्ट भयो नि दिदीलाई त्यस्तो खतरावाला चोटपटक चाहिँ केही नलागेको रहेछ स्कुटर चाहिँ पुरा प्याताङ पुतुङ भयो अरे खर्च नि मिठो आयो अरे 24,000 कति भन्नु भएको थिएँ त्यो दिदीले केही भएन रहेछ त्यसो मन शान्त भयो त्यही हो मन चाहिँ हगेर आयो त्यहाँ उयो साउनले धो खै मेरो फोन खै त्यो चुक्कु लगाइदेऊ न खै ढोको खुल्लै छ त कहाँ हिँडिदिएको यार बजेलाई फोन गरेर भन्नुपर्छ गीत राख्दैछु भनेर त्यही अब हामी फुटबलहरू जाने हो गन्थ्यो ल लो हामी चाहिँ यहाँ फुटबल हेर्न आइसक्यो यहाँ आउन पाएन गोल भन्नु चिचाइरहेको थियो के अरे गोल भएकै हो र तर म यो कति 2 हप्तापछि आएँ बेगनास ताल्दोस् 2 हप्तापछि फिसिङ चल्ला यहाँ तर फिसिङ चल्ला आमामा अन्त फुटबल हेर्ने अब फुटबलको त त्यस्तो के खिच्नु है नचिन्नु नजान्नु होइन त्यही हल्का हल्का क्लिप चाहिँ देखाउँछु कि म त्यही हो लेट्स गो एन्ड वाच ल ब्रेक भएको छ फाइनल होला भनेको सेमी फाइनल रहेछ आज है भोलि फाइनल त कति चोरको घाम लाग्यो यार गाह्रो हेरेला जस्तो लागेन यस्तो चौकीले घाममा फर्किने दोस् चल्दिउँ दिनमा त्यही अब हामी फर्किन लाग्यो सो थ्याङ्क यू all guys my family friend everybody for watching my vlog so vlog चाहिँ यही हुन्छ दाजुभाइ दिदीबहिनीहरू मेरो सक्यो यही भ्लग बाई बाई